सदाजसो राजनैतिक सभा र सम्मेलनमा मान्छेको जमात जम्मा हुने गोर्खाको हरमटारी चोकमा शुक्रबार भने छुट्टै कार्यक्रमको आयोजना गरिएको थियो। ग्रीष्म ऋतुको गर्मी मौसमको पनि कुनै प्रवाह नगरी खलखली पसिना निकाल्दै मान्छेहरू आकर्षित गर्दै थियो गोर्खाको लोकतान्त्रिक चोकमा जम्मा भएको मान्छेको जमातले। शान्तिका लागि संगीत यात्राको नामले गरिएको कार्यक्रमको केही बेरपछि भने सुरु भयो राष्ट्रिय जनमुक्ति पार्टी गोर्खाको भण्डाफोर कार्यक्रम। राजनीतिमा केही परिचय बनाएका जनमुक्ति पार्टीका नेताहरूले देशमा आफ्नै समकक्षीहरूलाई औंला ठडाई ठडाई गाली गरिरहेका थिए। कतै राजनीतिको गाली गर्ने भाषण अनि कतै शान्तिको र्याली। साँच्चै गोर्खाको लोकतान्त्रिक चोक मान्छेहरूको ठूलो जमातले भरिएको थियो। सायद सुरक्षा बललाई सडकको अवरोध हटाउन पनि हम्मे परेको थियो। वास्तवमा नै नेपाल आज शान्तिको कारण लङ्गडो बनिरहेको छ। यसै क्रममा नेपालमा शान्ति ल्याउन भनी सांगीतिक कार्यक्रमहरूले पनि नेपाली जनतालाई घचकच्याउँदै हिँडेका गायक एडी शेर्पाले गरेको यो कार्यक्रम तपाईलाई कस्तो लाग्यो त भन्ने हाम्रो जिज्ञासामा जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपरीक्षक बसन्त बहादुर कुँवर। शान्ति सम्बन्धमा नागरिक समाजबाट बेला बखतमा सन्देशको लागि र्यालीहरू लगायत त्यस्तै किसिमका विभिन्न कार्यक्रम सञ्चालन गरेको अवस्थामा अहिले एडी शेर्पाबाट शान्तिको लागि संगीत भन्ने सन्देशमूलक एउटा कार्यक्रम लिएर आउनु भएको छ। यो कार्यक्रम वास्तवमा भन्ने हो भने शान्तिको लागि आम नागरिकले हर तबका वर्ग क्षेत्रका मानिसहरूलाई कुनै पनि विवाद छ अथवा त्यस्तो कुरा छ भने शान्तपूर्ण हिसाबले समाधान गरौँ, होल हुज्जत भिड झडप लगायतका कुराहरूमा नओर्लो भन्ने किसिमको जुन सन्देश दिन खोज्नु भएको छ त्यसले आम रूपमा र अझ शान्ति सुरक्षा गर्ने हकमा हाम्रो पार्टलाई निकै सहयोग पुग्छ। गौतम बुद्धको जन्मभूमि नै नेपालको परिचय हो। शान्तिका अग्रदूत गौतम बुद्धको तपोभूमिमा आज राजनैतिक भागबण्डाका कारण रणभूमिमा परिणत हुँदै गइरहेको छ। दिनदिनै प्रत्येक घर आँगनमा नेपाली दाजुभाइहरू ढलेका छन्। एकपछि अर्को डरलाग्दा घटनाहरू निरन्तर घटिरहेको छ। कहिले भौगोलिक त कहिले जातीय आधारमा रगत बगेकै छ। यही सन्दर्भमा सांगीतिक क्षेत्रका व्यक्तिहरूले पनि नेपालमा शान्ति स्थापित गर्नका लागि आफ्नै ठाउँबाट लागिरहेका छन्। राजनैतिक कोलाहलका विरुद्धमा नै गायक एडी शेर्पाले पनि शान्तिका लागि संगीत यात्राको थालनी गर्न लाग्नु भएको छ। आखिर के हो त तपाईको अभियान भन्ने हाम्रो जिज्ञासामा गायक एडी शेर्पा। आज गोर्खा बजारको बसपाकदेखि लोकतान्त्रिक चोकसम्म चाहिँ एउटा शान्तिको लागि संगीत अभियानको सुरुवात भएको छ। एउटा र्यालीको रूपमा यहाँका सम्पूर्ण मानव अधिकारवादी संघ संस्थाहरूदेखि लिएर यहाँका नागरिक समाज, पत्रकार, स्थानीय व्यक्तित्वहरूबाट चाहिँ यसको उद्घाटन भएको छ र सक्सेसफुल बनाइदिनु भयो मेरो एउटा अभियानलाई। यो नेपाल लगायत विश्वभरि एउटा शान्ति फैलाउने काममा चाहिँ म मेरो लाइफ टाइम म्युजिकमा दिए जस्तै यो क्षेत्रमा पनि एउटा केही कन्ट्रिब्युसन गर्नेछु। यसमा गोर्खाली दाजुभाइ दिदीबहिनीहरूको एकदम मायाको एकदम खाँचो रहेको छ मलाई र आशा छ तपाईहरु सबैले मेरो यो अभियानमा हातमा हात काँधमा काँध मिलाएर र सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीले पनि मलाई एकदम सहयोग गर्नुहुन्छ होला भन्ने म आशा गर्दै र सहयोग गरिदिनु होला भन्ने अनुरोध पनि गर्न चाहन्छु। देशको माया सबैलाई लागेकै हुन्छन्। हाम्रा पुर्खाले पनि देशकै अस्तित्व जोगाउनका लागि त्यसरी शत्रुसँग लडेका थिए। युद्ध भूमिमा लडाई गर्न कसैलाई पनि रहर हुँदैन। नेपालमा शान्ति ल्याउने क्रान्तिमा सांगीतिक क्षेत्रबाट शान्तिको मैदानमा ओर्लिएका गायक एडी शेर्पाको यो अभियान कस्तो लाग्यो त भन्दा मानवाधिकार तथा शान्ति समाजका केन्द्रीय कोषाध्यक्ष स्थानेश्वर दुवाडी यसो भन्नुहुन्छ। अहिले नेपालमा नागरिकहरूको बीचमा दुःखको कुरा जिम्मेवार राजनीतिक दलहरूबाट समेत नागरिकहरूको बीचमा दूरी बढाउने काम भइराखेको छ र यस्तो अवस्थामा गायक एडी शेर्पाले जुन एउटा शान्तिका लागि भनेर संगीत यात्राको प्रारम्भ गर्नुभएको छ त्यो अत्यन्त महत्त्वपूर्ण छ र यस्तो किसिमको कार्यक्रम हामीले नागरिक समाजको हरेक क्षेत्रबाट अगाडि बढाउनु पर्छ जसले गर्दा नागरिकहरूको बीचमा दूरी बढाउने होइन घटाउने काम गर्छ र नागरिकहरूको बीचमा एक आपसमा जातका आधारमा, धर्मको आधारमा, संस्कृतिको आधारमा सद्भाव कायम गर्ने र एकले अर्कोलाई सम्मान गर्ने परिपाटीको विकास गराउँछ र त्यो भयो भनेदेखि नै हामीले चाहेको जस्तो शान्तिपूर्ण नयाँ नेपाल निर्माण हुन सक्छ। केही समय पहिलेसम्म नेपाललाई शान्तिको देश भनेर चिनिन्थ्यो तर त्यस्ता नेपाली उपनामहरू आज एकाएक परिवर्तन हुँदै गइरहेका छन्। देशमा शान्ति ल्याउनु पर्यो भनेर नेताहरू राजनैतिक बैठक बोलाउँछन् तर वास्तविकता यो हो कुनै बैठक बसेर शान्ति आउने भए इराक र सिरिया जस्ता युद्धमा होमिएका देशमा किन मर्नु पर्थ्यो र हजारौं जनता। त्यसैले शान्ति कसैको खल्तीमा छैन, यो त आपसी सद्भाव र भातृत्वका कारण मात्र सम्भव छ। आजैबाट सबैजना एकबद्ध भएर लाग्नुपर्छ र आजैबाट गायक एडी शेर्पाको शान्ति पथमा सबैले बाटो खन्न सहयोग गर्नुपर्छ किनकि हामीलाई लुटिएको कपिलवस्तु फर्काउनु छ अनि अर्काको देशमा बन्दकी बनेका नेपाली सपूत गौतम बुद्धलाई बन्दकबाट मुक्त गराउनु छ। आजैबाट सबैको मनमा नेपाल प्रतिको माया जागोस् र शान्ति क्षेत्र कायम गर्न सबैको मेहनत बिजोस्, सबैलाई शान्तिको बाटोमा लाग्ने प्रेरणा पनि यही अभियानबाट प्राप्त होस्। हाम्रो पनि शुभकामना।